ओहो नमस्ते बाबु नमस्ते। कहाँबाट हो बाबु? काठमाडौँतिर गएर ए के कामले गएको हो? औ बस हावा खाऊँ एकछिन। अनि के कामले गएको हो र? हम त अब त्यही त भने अङ्कल अब विदेशतिर जाउँ कि भनेर काठमाडौँसम्म पुगेर मेन पावरतिर ढाएर आयो। ए अनि कुन देश जान लाग्यो बाबु? हजुर अङ्कल म चाहिँ माल्टा जाउँ कि भनेर एप्लाई गरेर अब गले दाइले माल्टामा राम्रो छ त्यही भएर एप्लाई गर्नु भनेर। मालहरूको कान्छो पनि जान लाग्यो भन्छौ, तिमी पनि जान लाग्यो भन्छौ, गाउँ नै खाली भन्ने पो त बाबु। अब के गर्नु अङ्कल अब विदेश नगइकन घर परिवारै नचल्ने अन्तिम बाध्यता भनेकै विदेश रहेछ, अन्तिम विकल्प पनि। खोइ बाबु हामीले हिजो गरेको पाप हो कि हाम्रो कर्मै यस्तो हो। हिजो हामीले एउटा लिडर राम्रो छान्न नसकेर आज तिमीहरूले देश छोड्नु परेछ। हामीले पनि दुःख पाउनु समय पायो। खोइ अब सुखको दिन कहिले आउने थाहा छैन। अब के गर्नु अन्त अब यस्तै हो। अब हामीले राम्रो मान्छे छानेकै हो तर राम्रो मान्छेले ठाउँ पाएपछि नराम्रो गरे आफ्नो मात्र आफ्नो लागि मात्र हेरेको यिनीहरूले ठिकै छ अङ्कल। अब यस्तै छ। अब अर्कोचोटि चाहिँ अलिकति सोच्नुपर्ने परिवर्तन गर्नुपर्छ कि जस्तो लाग्यो। खोइ बाबु अब परिवर्तन गरिसक्यो हामीले 10 साल भयो। एक पार्टीबाट अर्को पार्टी अर्को पार्टीबाट अर्को पार्टी हेरेको। अब त हामीलाई हामी माथि सँग लाग्छ हौ। त्यस्तो अब पार्टीहरू प्रति चाहिँ हामीलाई केही गुनासो छैन। हामीले चेन्ज गर्ने हेर्ने सबै गरिसक्यो। हजुर अब के गर्नु यस्तै छ। अब जसलाई हामी भनेको अब भोटर हो। हामीले भोट हाल्ने पठाउने अब माथि गएपछि उनीहरूले राम्रो गर्ने नगर्ने हामी भनेको एउटा विश्वास गर्ने मात्र रहेछ क्या। मलाई चाहिँ त्यस्तो लाग्यो। ठिकै हो बाबु। अब माथि गएपछि उनीहरूले विश्वासघात गर्दो रहेछ। हामी जनताले दुःख पाएकै छ। धनी भइरहेकै छ, गरिब पनि छ। त्यही भएर पनि विदेश जानु पर्यो अङ्कल। केही परिहाल्यो भने फोन गर्नु होला। ठिकै छ बाबु। अब जाऊ अब आफ्नो कर्म गर। केही छैन। अबको दिनहरू सकभर राम्रो गर्नुपर्छ। हामीले पनि गर्नेछु। तपाईँहरूले पनि सकभर हेरेरै बुझेरै गर्नु होला जे गर्नुहुन्छ। हस् अङ्कल अब घरतिर काम छ म पनि लागेँ है त। ल हस् हुन्छ। ल हस् ल।